7 वर्षदेखि बन्द रहेको नेपाल औषधि लिमिटेडको सञ्चालनमा सरकारले व्यवस्था गरेको छ। सरकारी स्वामित्वको संस्थानका रूपमा रहेको सो उद्योग सञ्चालनका लागि पटक पटक उद्योग मन्त्रालय मार्फत अर्थ मन्त्रालयमा प्रस्ताव पेश गर्दा समेत सुनुवाई भएको छैन। उच्च गुणस्तरीय औषधि उत्पादन गरी सुपथ मूल्यमा देशभर उपलब्ध गराउँदै आएको नेपाल औषधि लिमिटेड 2058 सालसम्म नाफामा चलेको थियो। जीवनचल, सलाइन, डायलासिस फुड लगायत 120 प्रकारका औषधि उत्पादन गरेर देशभित्र बिक्री वितरण गर्ने गरेको भए पनि अहिले यो इतिहासमा सीमित बनेको छ। महँगा मेसिनहरू औषधि उत्पादन गर्न सक्ने अवस्थामा छन्, तर पनि यसलाई सञ्चालनमा ल्याउन ठोस पहल भएको छैन। निजी क्षेत्रबाट सञ्चालित करिब 45 वटा औषधि उद्योगहरू जम्मै नाफामा छन्। दर्ता भने 53 वटा भएका छन्। चलेका उद्योगहरूलाई आवश्यक कच्चा पदार्थ ल्याउन अप्ठ्यारो पनि छैन, तर दक्ष जनशक्ति र महँगा मेसिनहरूले औषधि उत्पादन गर्न सक्ने अवस्थामा भएको सरकारको स्वदेशी उद्योग नेपाल औषधि लिमिटेड सञ्चालनमा ल्याउन सरकारको ठोस पहल देखिँदैन। नेपाल औषधि लिमिटेडका निर्देशक रमेश कुमार महतो भने आफूहरू सञ्चालनको पहल गरिरहेको बताउनुहुन्छ। हामीहरू यो सञ्चालन गर्नको लागि चाहिँ निकै पहल गरिरहेछौँ, किनभने यो नेपाल औषधि लिमिटेड नेपालको एकमात्र सरकारी उद्योग भएकोले यसलाई चाहिँ जनमानससम्म हामीले उत्पादन गरेर जुन पहिला पुरानो ट्याब्लेट क्याप्सुल, जीवनजल आदि इत्यादि जुन पुर्याएका थियौँ, त्यही हाराहारीमा हामी फेरि पुनः एकपटक चाहिँ यो नयाँ हामी अभियान नै सञ्चालन गर्ने सिलसिलामा छौँ र त्यसको सिलसिलामा हामीले नेपाल सरकारलाई चाहिँ प्रपोजलहरू पनि पटक पटक पेश गरेका छौँ। ती प्रपोजल अनुसार नेपाल सरकारले पनि हामीले आश्वासन दिएछ। नेपाल औषधि लिमिटेड सञ्चालनमा आउने हो भने पहिलेकै गतिमा औषधि उत्पादन गर्ने हो भने नागरिकले गुणस्तरीय औषधि सर्वसुलभ मूल्यमा पाउने निश्चित छ। यसपटक नाकाबन्दी र अवरोधमा भोग्नु परेको औषधि अभावको शास्ति पनि खेपिरहनु पर्दैन थियो। नेपाल औषधि लिमिटेडले अहिले डिस्टिल वाटर र ग्लिसरिन मात्र उत्पादन गरिरहेको छ। 84 करोड बराबरको औषधि चाहिँ हामी उत्पादन गरेर दिन सक्छौँ भन्ने हामीले प्रतिबद्धता जनाएका छौँ। हामीले प्रपोजल डिटेल नै दिएका छौँ। त्यसमा मन्त्रालय पनि धेरै हदसम्म कन्भिन्स भएको छ। तर यति हामी अवस्थामा पुगिसकेका छौँ। अब यो अवस्थामा चाहिँ गभर्मेन्टले हामीलाई तलब चाहिँ दिइराख्ने माग्दाखेरि उत्पादन गर्नको लागि चाहिँ यति पैसा दिनु, त्यसपछि फेरि हामी पैसा माग्न आउँदैनौँ भन्दाखेरि चाहिँ फेरि उत्पादनको लागि चाहिँ जिएमपीको लागि रिनोभेसन गर्नको लागि चाहिँ पैसा नदिने। हालसम्म संस्थान सञ्चालनका लागि दर्जनभन्दा बढी प्रस्ताव तयार भए पनि सरकारी व्यवस्थाका कारण सञ्चालनमा आउन सकेको छैन। स्रोत, साधन र दक्ष जनशक्ति हुँदाहुँदै पनि सरकारले सरकारकै स्वामित्वमा स्वदेशी उद्योग सञ्चालनमा व्यवस्था गर्नुले आम नागरिकमा शङ्का उत्पन्न भएको छ। सरकारले ढिलाइ नगरी औषधि लिमिटेड सञ्चालनमा ल्याए आम नेपाली नागरिकले राहत पाउनेमा दुई मत पक्कै हुन्न। न्युज 24 का लागि क्यामेरामा केशव निरौलाका साथ टिभी जर्नलिस्ट रिया भण्डारी, काठमाडौँ।